सो हेलो गुड मर्निङ फ्रम कर्पु डाँडा होइन कर्पु डाँडा हो। आज चाहिँ हामी टक्क हामी दाईहरू आइदिएको दाई म मिलन दाई अनि त्यहाँबाट चाहिँ मनोज दाई आइदिएको बवाल रहेछ जोस भाइदेखि मैले त यहाँ आएर भिडियो बनाइदिएको यस्तो मजाले। यहाँ हल्का पोखरी रहेछ होइन ठाउँ चाहिँ बवाल रहेछ है बवाल रहेछ ठाउँ चाहिँ होइन जुस रमाइलो रहेछ। बाटो चाहिँ वाइल्डै रहेछ लिन्छ बिहान 5 बजी हिँडेको अहिले कति 11-10 बज्यो होला 9:30-10 बज्यो होला यस्तै छ रमाइलो रहेछ जुस। मनोज दाई कस्तो अनुभव भयो? दुःख पाइया पनि दुःखै बवाल रहेछ ठाउँ चाहिँ। अब हामी त माथि डाँडामा गइन्छ एकचोटि अनि बसिन्छ माथि यस्तो खतरा रहेछ यहाँ त यार हाम्रो छोडिदिनु न सर अगाडि चाहिँ त भाइ एकछिनमा भेटौँला। भाइमा केडा पोखरेली पारा टुकी जेम्से टुकी पारा ल दियो हल्डायो अलिअलि ल हो दामी जाऊ 3000 बेसीको हाइटमा रहेछ होइन कर्पु डाँडा चाहिँ। अब यहाँबाट हामी एकछिन माथि गइन्छ फोटोसोटो खिचिन्छ फेरि अनि टाढा चाहिँ चट्ट बसिन्छ एकछिन चिलमा अघि घुम्न पर्छ। अब चिलमा घर जाने ल है त गाइज। ए ठाउँ त गाइज होइन वाइल्डै छ कि हेर्नु त बा यस्तो बवाल ठाउँ छ कि छोडिदिनु के कुरै गर्न पर्दैन क्या भाइ बुझ्दै खतरा खाइन त दाइ। यता भने हिमाल छ अझै माथि जाने हामी त ऊ त माथि जाने हो चिलमा हिँडिरहेको छु धेरै फेरि गफ जोतेँ होला मैले खतरा छ कि तर इन्जोय चाहिँ बवालै भयो गाइस होइन यस्तो खतरा छ हेर्नु छोडिदिनु कि। अब हामी नेक्स्ट पालि ऊ त जाने हो त डाँडा कोरीको हो त्यता नि गइन्छ हामी बिस्तारै चल्यो भने मोड सड्क्यो भने हिँडिहाल्ने हो कि चलो हो कि मोड सड्क्यो भने चलो हो कि। अब हाम्रो एकैचोटि कोरीको हुन्छ कि नेक्स्ट टाइम सबै टुर हानिदिने हो यस्तै हो। हिमाल त खतरै देख्यो भ्लग मिठो आउँछ माया देखाइदिउँ कहिले काहीँ आउँछ यस्तै डुलेको भ्लग डेली भ्लग त हाल्दिनँ किनकि हामी त के भन्ने म अलि भरमा जस्तो छु कहिले हाल्छु कहिले हालिदिनु त्यस्तै हो। ल है माथि डाँडामा भेटौँला। हेर्नु त गाइस सिग्लेस चाहिँ उहाँ तल छ होइन हामी चाहिँ यता छौँ कि सिग्लेस चाहिँ ऊ तल पारियो हामी अब होटल टपमा जाने गाइस है त। गाडी अघि हिँड्दैछ होइन हामी पछि आउँदैछौँ ए पो जानेको फेरि ल फाइनली गाइज होइन हामी कर्पु डाँडाबाट ताङतिङ आइयो होइन ताङतिङ गाउँमा अब हामी खानासाना खाइन्छ होइन चट्टा पाराले अनि खाना खाइन्छ अनि एकछिनमा जाने तलतिर है। यस्तो वाइल्ड छ कि ताङतिङ वाइल्ड त म त फर्स्टचोटि आएको उता सिक्लेसबाट उताबाट चाहिँ देखिरहेको थिएँ होइन अहिले चाहिँ फर्स्ट टाइम आएको ताङतिङ चाहिँ कर्पु डाँडा गइयो आइयो बिहान कति बजी हिँड्यो हामी 5 बजी हिँडेर 9:30 बजीतिर गइयो माथि अनि चाहिँ अहिले चाहिँ यहाँ ताङतिङमा टक्क खाना हामी रेस्ट नि भयो होइन दाइ। अब चट्टा पाराले है खतरा भयो जो ठिकै छ। अब यस्तै भिडियोहरू आइरहेको छ टाइममा अब माया देखाइदिएँ। ओहो कति साह्रो ह्यान्डसम आएको दाइ
ल है त गाइज है एकचोटि म तपाईँहरूलाई यहाँको गाउँ देखाउँछु अनि त्यहाँबाट चाहिँ एकछिनमा भेटौँ ल खाना खाने बेला ल प्लिज ल हाम्रो केटाहरूको खाना सुरु भयो हामीले चाहिँ टक्क खाना खान लाग्यो बिहानको खाना हाम्रो 3 बजेको भयो 2:30 3 बजे भयो त्यस्तै छ योभन्दा त मिठो चिजै हुन्न खाएँ ल चिलाउँछ जान्दैन घरबाट